हरेक गन्तव्यको आफ्नै कथा हुन्छ, तर केही गन्तव्यहरू केवल ठाउँ हुँदैनन्, ती एउटा अनुभूति हुन्छन्। आज हाम्रो यात्रा पोखराको मुटुबाट सुरु हुँदैछ। बिहानको चिसो हावा, बिस्तारै बिउजिँदै गरेको सहर र अगाडि फैलिएको सडक। आजको गन्तव्य पुम्दीकोटको, तर तपाईँलाई थाहै छ, हाम्रो यात्रामा गन्तव्य भन्दा पनि बाटोको कथा धेरै सुन्दर हुन्छ। स्वागत छ सिक्लोन ट्राभलरको स्याङ्जा टु मुक्तिनाथ यात्राको एपिसोड 9 मा। पोखरा नेपालका लाखौं मानिसहरूको सपना, कसैका लागि छुट्टी बिताउने ठाउँ, कसैका लागि नयाँ जीवन सुरु गर्ने सहर, अनि हामी जस्ता यात्रुहरूका लागि फेरि फेरि फर्किन मन लाग्ने एउटा सम्झना। सडक शान्त थियो। बिहानको उज्यालो मानिसहरू आफ्नै कामतर्फ हिँडिरहेका थिए। हामी पनि एउटा फरक यात्रातर्फ अघि बढिरहेका थियौँ। आजको यात्रामा हतार थिएन, किनकि केही ठाउँहरू समय दिएर मात्र महसुस गर्न सकिन्छ। पोखराका यी सडकहरू पार गर्दै गर्दा एउटा कुरा बारम्बार मनमा आइरहेको थियो। यात्राले हामीलाई नयाँ ठाउँ मात्र देखाउँदैन, नयाँ सोच पनि दिन्छ। सायद त्यसैले मानिसहरू बारम्बार यात्रा गर्छन्। यी आफ्नै रफ्तारमा कुदिरहेका गाडीहरू, बाइकहरू, बिस्तारै सहरको चहलपहल बढ्दैछ। यो पारी डाँडा देखिएको छ, कस्तो मनमोहक, हेर्नुहोस् त। अब हामी बिस्तारै उकालो चढ्दै गयौँ, पोखरालाई पछि छोड्दै। सायद दर्शन गरेर फर्किएका हुन् यी गाडीहरू, देख्न सकिन्छ। हाम्रो मनमोहक यात्रामा गाडी यहीँ रोकियो। अब बाँकी यात्रा आफ्नै पाइलाहरूले तय गर्नुपर्ने थियो। सायद भगवानसम्म पुग्ने बाटो कहिल्यै सजिलो हुँदैन, तर त्यही बाटोमा मन सबैभन्दा हल्का हुन्छ। एकाएक पाइला उक्लिँदै जाँदा तल पोखरा बिस्तारै टाढिँदै गयो, तर मन भने भित्र झन् नजिकै गइरहेको थियो। यात्राले हामीलाई एउटा कुरा सिकाउँछ, माथि पुग्न कहिल्यै हतार हुँदैन। धैर्यले हिँडेको पाइला नै सबैभन्दा सुन्दर दृश्यमा पुग्छ। सिडीहरू उक्लिँदै गर्दा टाढाबाट महादेवको विशाल स्वरूप देखिन थाल्यो। त्यो क्षण हामीले गति आफै कम गर्यौँ, किनकि केही दृश्यहरू दौडेर होइन, रोकिएर महसुस गर्नुपर्छ। यात्रामा केही क्षणहरू यस्ता हुन्छन् जुन क्यामेराले मात्र कैद गर्दैन, मनले पनि सधैँका लागि सम्झेर राख्छ। पुम्दीकोटका यी सिडीहरू उक्लिँदै गर्दा हरेक पाइला मनलाई अझ शान्त बनाउँदै लगिरहेको थियो। तल बिस्तारै पोखरा टाढिँदै थियो, माथि महादेव नजिकै हुनुहुन्थ्यो। सायद जीवन पनि यस्तै रहेछ, केही कुरा पाउन अलिकति उक्लिनुपर्छ, अलिकति थाक्नुपर्छ,
अनि अलिकति आफूभित्र पनि फर्किनुपर्छ। हावाले हल्का स्पर्श गरिरहेको थियो। वरिपरि फुलहरूको सुवास र श्रद्धाले भरिएका ती अनुहारहरू, यी सबैले एउटा कुरा सम्झाइरहेका थिए, शान्ति बाहिर खोज्ने कुरा होइन, शान्ति मनभित्र जन्मिने अनुभूति हो। यो दाहिनेपट्टि देखिने तुलसीको मोठ अनि फोटो खिच्दै गरेका भक्तजनहरू, यहाँ आउने बित्तिकै ओम नमः शिवाय भन्न मन लाग्यो। महादेवको भयङ्कर मूर्ति देखेर, यो विशाल मूर्ति त्रिशूल ठडिएको, महादेवको सामुन्ने शान्त मुद्रामा बसेकी नन्दी, वर्षौंदेखि एउटै दिशामा एउटै विश्वासका साथ। नन्दीलाई हेर्दा लाग्यो साँच्चै भक्तिको अर्थ धेरै बोल्नु होइन रहेछ, विश्वासका साथ प्रतीक्षा गर्न सक्नु रहेछ। अनि त्यो क्षण आयो जब हामी महादेवको सामुन्ने उभियौँ, विशाल शान्त अनि मौन। यहाँ केही बोलिरहनु भएको थिएन, तर यहाँको मौनताले धेरै कुरा भनिरहेको थियो। यहाँ स्वदेशी तथा विदेशी भक्तजनहरूको घुइँचो छ आज। यहाँबाट देखिने पोखराको दृश्य भन्न पर्यो, हेर्नुहोस् त कस्तो मनमोहक छ। कता कति कुहिरोले ढाकेको छ, ग्रिनरी देख्न सकिन्छ। अनि दाहिनेपट्टि देखिने यो सानो फाँट, आज बादल लाग्नका कारणले हिमश्रृङ्खलाहरू भने देख्न सकिएन। यहाँबाट हिमश्रृङ्खला पनि राम्रोसँग देख्न सकिन्छ। यस्तो मनमोहक दृश्य छ यो ठाउँको, साह्रै मनमै बसिरहने यो ठाउँ, दिव्य ठाउँ। अझै निर्माण भइरहेका केही भागहरू, मन्दिर अझै बनिरहेको थियो, तर यहाँ आउने मानिसहरूको श्रद्धा भने धेरै पहिलेदेखि बनिसकेको थियो। भवन बनाउन समय लाग्छ, तर विश्वास एकै क्षणमा मनभित्र जन्मिन्छ। यहाँ शिवलिङ्ग भने जताततै देख्न सकिन्छ। शिवलिङ्ग कसले बनाउनु भएको, कति के खर्च गर्नुभयो, त्यो सबै कुरा लेखिएको छ। यसरी लस्करै राखिएका तामाका गाग्रीहरू, त्यसमा फुल लगाइएको छ, जताततै देख्न सकिन्छ। फोटो भिडियो खिच्नलाई आतुर भक्तजनहरू, यो ठुलो डमरू देख्न सकिन्छ, नाग बेरिएको। यो जताततै देख्न सकिने शिवलिङ्गहरू, देब्रेपट्टि सानो सानो झुप्प परेको सानो सानो रुखहरू, जहाँ छन् यो धुपी सल्ला हो। यो मैले तपाईँलाई पछाडिपट्टिबाट शिवजीको मूर्ति देखाइरहेको छु, देख्न सक्नुहुन्छ। यहाँ स्वदेशी भन्दा विदेशी पर्यटक नै बढी देखेँ आज मैले। धेरै जसो इन्डियादेखि आउनु भएको रहेछ। ठाउँ ठाउँमा विश्राम गर्ने ठाउँहरू पनि बनाइएका छन्। हिँड्दा हिँड्दै थकै लाग्यो भने यसो बसेर रिल्याक्स गर्ने ठाउँ। जताततै शिवलिङ्गहरू देख्न सकिन्छ, यसरी गाग्रीहरू देख्न सकिन्छ, फुलहरू सजाइएका छन्। ठाउँ ठाउँमा यसरी गार्बेज बिनहरू देख्न सकिन्छ। यहाँ जताततै कसले कति सहयोग गरेर बनेको यो
यो मन्दिर भनेर पनि देख्न सकिन्छ। साना साना धुपी सल्लाहरू चुप्प परेका भक्तजनहरूको घुइँचो छ। यो ठाउँमा स्पिकरहरू लगाइएका छन्। अझै निर्माण भइरहेका केही भागहरू मन्दिर अझै बनिरहेको थियो, तर यहाँ आउने मानिसहरूको श्रद्धा भने धेरै पहिलेदेखि नै बनिसकेको थियो। भवन बनाउन समय लाग्छ, तर विश्वास एकै क्षणमा मनभित्र जन्मन्छ। महादेवको वरिपरि एक फन्को लगाउँदा यहाँको प्रत्येक कुनाले एउटै कुरा महसुस गराइरहेको थियो, त्यो थियो शान्ति। तामाका गाग्रीमा राखिएका फुल, एकपछि अर्को शिवलिङ्ग, आस्था बोकेर आएका श्रद्धालुहरू र माथिबाट पोखरालाई हेरिरहेको महादेवको विशाल स्वरूप, यी सबै दृश्यलाई हेर्दा मनमा एउटा प्रश्न उठ्यो, हामी जीवनभर के खोजिरहेका हुन्छौँ? धन, सफलता कि यस्तै केही छ? जहाँ मन पूर्ण रूपमा शान्त हुन सकोस्, सायद त्यसैले मानिसहरू बारम्बार यस्ता ठाउँमा फर्केर आउँछन्। माग्नका लागि मात्र होइन, आफ्नो मनको आवाज सुन्नका लागि। आजको यात्रा हामीलाई एउटा मन्दिरसम्म मात्र ल्याएन, हामीलाई केही समय आफ्नै मनसँग बस्न पनि सिकायो। अब महादेवसँग आशीर्वाद लिएर हामी हाम्रो यात्रालाई फेरि अगाडि बढाउनेछौँ, किनकि हरेक यात्राको अन्त्य अर्को यात्राको सुरुवात पनि हुन्छ। आजको यात्रामा साथ दिनुभएकोमा हृदयदेखि धन्यवाद। फेरि अर्को नयाँ गन्तव्य, नयाँ कथा र नयाँ अनुभूतिमा भेटौँला। नमस्कार।